पाल बनेछ है त नेपालमा पनि नागढुङ्गाबाट काठमाडौँ नगएको कति वर्ष भयो अरे 1.5 वर्ष 2 वर्ष भयो 2 वर्षमा खतरा बनेछ त हो यतिको चाहिँ हो के नेपालमा भएको यो चाहिँ मान्नुपर्छ नागढुङ्गाले सोध्नु चाहिँ लामो रहेछ है खतरा रहेछ नि उज्यालो पनि झक्कमक्क भएको होइन गाडी चलाउन नै मजा आइरह यतिको हुनुपर्ने कि नेपालभरि नागढुङ्गा मात्रै भर भएन कि अब नुवाकोट छरे सुरुङ पनि चाँडै बन्नु पऱ्यो कि घर जाँदाखेरि चाहियो नि त सुरुङ टाढो पुग्नु पऱ्यो कि यो भिडियो चाहिँ सबै माझ पुऱ्याइदिनु होला सक्छन् नेता माझ छरे पनि यतिको पाउनु पऱ्यो भनेर